उत्तर कोरियाका नेता किम जोङ उनले राजधानी प्योङयाङमा आयोजित एक विशेष समारोहका क्रममा आणविक क्षमता बोकेको भनिएको अत्याधुनिक मल्टिपल रकेट लन्चर आफैले सञ्चालन गरेको दाबी त्यहाँका सरकारी सञ्चार माध्यमले सार्वजनिक गरेका छन्। उनले यो प्रणालीलाई विश्वमै सबैभन्दा शक्तिशाली हतियार मध्ये एक भन्दै यसको प्रभावकारिताको प्रशंसा गरेका छन्। उत्तर कोरियामा प्रायः यस्ता तस्बिर र भिडियोहरू सार्वजनिक गरिन्छ जसले आन्तरिक रूपमा नेताको प्रभाव बलियो बनाउने र बाह्य शक्तिहरूलाई कडा सन्देश दिने उद्देश्य राख्छ। देशमा यसै महिनाभित्र महत्त्वपूर्ण पार्टी महाधिवेशन हुन लागेकाले प्रचार संयन्त्र र सैन्य प्रदर्शनहरू अझ सक्रिय देखिएका छन्। यस्तो राजनीतिक तयारीको समयमा यस्ता शक्ति प्रदर्शनलाई विशेष अर्थका साथ हेरिन्छ। यसैबीच युक्रेनमा जारी युद्धमा रुसलाई क्षेप्यास्त्र र हजारौं सैनिक उपलब्ध गराउँदै आएको उत्तर कोरियाको भूमिकाले अन्तर्राष्ट्रिय ध्यान खिचिरहेको छ। विश्लेषकहरूका अनुसार युद्ध क्षेत्रबाट प्राप्त अनुभव र मस्कोसँगको सहकार्यबाट प्राप्त हुन सक्ने प्रविधिगत जानकारीले प्योङयाङलाई आफ्ना हतियार रणनीति थप परिष्कृत गर्न सहयोग पुग्न सक्छ। दक्षिण कोरियासँगको सम्बन्ध पनि चिसिएको अवस्थामा छ। दक्षिण कोरियामा ठूलो संख्यामा अमेरिकी सैनिक तैनात छन् जसले क्षेत्रीय सुरक्षा सन्तुलनलाई थप जटिल बनाएको छ। हालै सार्वजनिक गरिएको फुटेजमा 100 मिलिमिटर क्षमताका 50 वटा लन्चरहरू चोकमा 7-7 पंक्तिमा सजाइएको देखिन्छ। 4 एक्सल भएका ती सवारी साधनहरूले प्रत्येकले 5 वटा रकेट बोक्न सक्छन्। काला ज्याकेटमा देखिएका किम मुख्य मञ्च नजिकै राखिएको मोबाइल मिसाइल लन्चरमा चढेका थिए। हजारौं नागरिक साना राष्ट्रिय झण्डा हल्लाउँदै समारोहमा उपस्थित देखिन्थे। एउटा तस्विरमा उनी स्वयं स्टेरिङ समातेर मुस्कुराउँदै देखिएका छन्। उनले पार्टी महाधिवेशनको तयारीका लागि सजाइएको विशाल प्लाजामा ती हतियारहरूको निरीक्षण गरेका थिए। सरकारी समाचार एजेन्सीले किमको भनाई उद्धृत गर्दैछ 100 मिलिमिटरका यी रकेटहरू अन्य प्रणाली भन्दा दोब्बर आकारका र छोटो दूरीका ब्यालिस्टिक मिसाइल भन्दा समेत शक्तिशाली रहेको दावी गरेको छ। उनले यसमा कृत्रिम बुद्धिमत्ता प्रविधि प्रयोग गरिएको बताउँदै यसलाई विश्वमै अद्वितीय प्रणाली भनेका छन्। उनका अनुसार यसले आधुनिक युद्धमा आर्टिलरीको भूमिकालाई नै बदलिदिएको छ। यो पहिलो पटक भने होइन जब उनले यस्ता लन्चरहरूको चर्चा गरेका छन्। सन् 2022 कोलम्बो अन्त्यमा पनि 30 वटा यस्तै प्रणाली सार्वजनिक गरिएको थियो। त्यतिबेला यी रकेटहरूले सम्पूर्ण दक्षिण कोरियालाई निशानामा राख्न सक्ने र ट्याक्टिकल आणविक वारहेड बोक्न सक्ने दावी गरिएको थियो। यद्यपि अन्तर्राष्ट्रिय विश्लेषकहरूका अनुसार उत्तर कोरियासँग हाल करिब 50 वटा आणविक वारहेड मात्र रहेको अनुमान छ र थप 30 देखि 40 वटा बनाउन पुग्ने सामग्री उपलब्ध हुन सक्छ। मल्टिपल रकेट लन्च प्रणाली बाहेक प्योङयाङसँग अन्तर्महादेशीय ब्यालिस्टिक मिसाइलदेखि लिएर छोटो दूरीका आणविक हतियारसम्म रहेको मानिन्छ। साथै हजारौं परम्परागत तोपहरू दक्षिण कोरियातर्फ लक्षित अवस्थामा रहेको आकलन छ। 2 वर्ष अघि सीमा क्षेत्र नजिकै यस्तै आर्टिलरी शक्ति प्रदर्शन गरिएको थियो जसको मारक दायरामा दक्षिण कोरियाको राजधानी सियोल पर्छ। अमेरिका स्थित अनुसन्धान संस्थाहरूको प्रतिवेदन अनुसार दक्षिण कोरियाका जनसङ्ख्या केन्द्रहरूलाई लक्षित गर्न सक्ने करिब 6000 ठूला तोपहरू उत्तर कोरियासँग हुन सक्छन्। यदि ती तोपहरू नागरिक क्षेत्रमा प्रयोग गरिएमा छोटो समयमै ठूलो मानवीय क्षति हुन सक्ने चेतावनी दिइएको छ। हालै प्रदर्शन गरिएका लन्चरहरू प्योङयाङ स्थित अप्रिल 25 हाउस अफ कल्चर अगाडि सजाइएको थियो।